पीडितलाई साथ देऊ न्यायालयमा राजनीतिक हस्तक्षेप बन्द गरेर दमनकारीलाई छोड्न पाइँदैन। दर्शक महानुभाव जेनजी घाइते प्रकाश बोहरा लगायत घाइते जेनजीहरू फेरि पनि सडकमा उत्रिएका छन्। आफ्ना मागहरू केपी ओली र रमेश लेखक थुना मुक्त भएको भन्दै तुरुन्त पक्रनु पर्ने माग राख्दै आफ्नो न्यायका लागि प्रकाश बोहरा सडकमा उत्रिएको दमनकारी होशियार जनता अब तयार छन् अन्यायको अन्त्य गर दोषीलाई कारबाही गर दमन होइन न्याय देऊ दमनकारीले कानुनी कटघरामा राखेर कारबाही गर दमनकारीले कानुनी दायरामा राखेर कारबाही गर पीडितलाई न्याय देऊ पीडितलाई साथ देऊ न्यायालयमा राजनीतिक हस्तक्षेप बन्द गरेर दमनकारीलाई छोड्न पाइँदैन। न्यायालयमा राजनीतिक हस्तक्षेप गरेर दमनकारीलाई छोड्न पाइँदैन। न्यायालयमा राजनीतिक हस्तक्षेप गरेर दमनकारीलाई छोड्न पाइँदैन। प्रहरी प्रशासनले कानुनी दायरामा राखेर समयमा अनुसन्धान गर प्रहरी प्रशासनले कानुनी दायरामा राखेर अनुसन्धान गर पुराना दलका इसारामा न्यायाधीश र न्यायालय नाच्न पाइँदैन। पुराना दलका इसारामा न्यायालय र न्यायाधीश नाच्न पाइँदैन। पुराना दलका इसारामा न्यायालय र न्यायाधीश नाच्न पाइँदैन। मानव अधिकारको सम्मान गर मानव अधिकारको सम्मान गर दोषी उम्कन पाउँदैन हाम्रो आवाज दबाउन पाउँदैन। दोषीलाई पीडितलाई न्याय दे दोषी पीडितलाई न्याय दे अन्यायको अन्त्य गर न्यायको सुरुवात गर जेनजी शहीद र घाइतेलाई न्याय दे जेनजीको मर्मलाई अदालतले न्याय दे जेनजीको मर्मलाई अदालतले न्याय दे पुराना दलका इसारामा न्यायालय र न्यायाधीश नाच्न मिल्दैन।